हेलो साथीहरू, नमस्कार। हजुरहरूलाई कस्तो छ? सन्चै हुनुहुन्छ होला। मैले चाहिँ आज बैगुनको भर्ताको रेसिपी लिएर आएको छु। आउनुहोस् हामी सँगै मिलेर बैगुनको यो भर्ताको रेसिपी बनाउने सुरु गर्नेछौँ। अनि मैले यसै गरी यो बैगुनलाई चाहिँ धोएर त्यहाँ राखिसकेको छु। अनि कटनको एउटा कपडाले त्यसलाई पुस्न सक्नुहुनेछ, यसलाई सुक्खा गर्न सक्नुहुनेछ। अनि यसै गरी साथीहरू यो मैले सुक्खा गरी भ्याएँ। अनि यसको चाहिँ डाँठहरू लामो लामो थियो। अनि यसै गरी मैले यसको डाँठहरू काट्दैछु, देख्न सक्नुहुन्छ हजुरहरूले, हेर्नुहोस्। अनि यो मेरो डाइनिङ चाहिँ यताउति भइरहेको थियो, त्यसलाई मैले त्यसै बिचमा मिलाएँ। अनि यो बैगन चाहिँ मैले 500 ग्राम जति लिएको छु। यो बैगन चाहिँ मेरो साथी कविताले दिनुभएको। यसलाई हामी कट लगाउने छौँ, हेर्न सक्नुहुन्छ है त। हजुरहरूले पनि यसरी नै कट लगाउन सक्नुहुन्छ। यो कट चाहिँ हामीले मसलाभित्रसम्म पसोस् भनेर यो कट लगाएको छौँ। यसै गरी हामीले सबैमा कट लगाउने छौँ, देख्न सक्नुहुन्छ हजुरहरूले, हेर्नुहोस्। हजुरहरूलाई पनि यस्तो भर्ता मनपर्छ भने बनाउन सक्नुहुन्छ है त। मसँगै आउनुहोस्, हामी बनाऊ। अनि यसै गरी मैले अरूमा पनि कट लगाउँदैछु। कुनै कुनैमा चाहिँ किराहरू देखेको छ हल्का। अनि यसै गरी मैले त्यसलाई काटेर फाल्नेछु। तपाईँहरूले पनि मजाले हेर्नु होला। यो बैगनमा चाहिँ प्रायः किरा पर्छ। अनि मैले यसलाई काटी भ्याएँ। अनि यसै गरी मैले चाहिँ यसलाई मसला राखेको छु। मसला चाहिँ धुले खोर्सानी, बेसार अनि नुन रहेको छ। अनि त्यसै गरी अब यो मसलालाई चाहिँ मैले भित्रभित्रसम्म फिल गर्नेछु। यसलाई मसला लगाउने छु। यसलाई चाहिँ कि बेसारहरू अनि यो चाहिँ किन लगाउनुपर्छ भनेदेखि मजाले भरे त्यो बैगनमा चाहिँ कालो कालो काटेर राख्यो भने एकछिन त कालो कालो हुन्छ नि त, त्यो कालो चाहिँ नहोस् भनेर। अनि चिल्ली पाउडर, बेसार अनि नुन राखेको छु। यसै गरी हामी सबैमा यो मसलालाई लगाउनेछौँ। हजुरहरूले पनि यसरी लगाउन सक्नुहुन्छ। अनि यो चाहिँ हामीले भ्यायौँ त्यसलाई बनाएर। यसै गरी अब हामी यो तेल मैले अघि गरम गरिसकेको थिएँ, त्यो काट्दै अनि बनाउँदै अनि यो तेलमा चाहिँ हामीले यसलाई डुबाउनेछौँ। हेर्नुहोस्, आउनुहोस् साथीहरू, यसरी नै हजुरहरूले पनि बनाउन सक्नुहुन्छ है। यसलाई मजाले सानो लो फ्लेममा मजाले यसलाई पकाउनुपर्छ, देख्न सक्नुहुन्छ। यसलाई पल्टाउने, यसलाई उल्टाइ गर्दै दुईतिरै मजाले पकाउनुपर्छ। भरे काँचो भयो भने त नमिठो हुन्छ नि त फेरि। त्यसैले यसलाई उल्टाइ गरेर मजाले बनाउनुपर्छ, देख्न सक्नुहुन्छ हजुरहरूले मैले चाहिँ कसरी बनाउँदैछु भनेर। यसलाई उल्टाइ पार्ने हो, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि मेरो श्रीमानले मलाई बोलाउनु हुँदैछ। अनि मैले हेलो भने है। लगभग आधा केजी 500 ग्राम जस्तै यो बैगुन थियो होला। यसलाई अब हामीले लगभग सक्यौँ निकालेर पनि हामीले निकालिसक्यौँ। अब यसमा रहेको चाहिँ बचेको चाहिँ थोरै तेल, आफूलाई चाहिने जति थोरै तेल राखेर चाहिँ यसलाई हामीले तेल बाहिर निकाल्यौँ। अनि यसै गरी अघि काटेर राखेको प्याज थियो, त्यो प्याज मैले लगाएँ। अनि त्यसैमा मैले फेरि खोर्सानी एड गरेँ। अनि चम्चा चाहिँ देख्नुहुन्छ स्पेसल साथीहरू, मेरो बेसारको चम्चा चाहिँ भाइरल हुनेवाला छ। अनि त्यसै गरी मैले फेरि अलिकति कलरको लागि चिल्ली पाउडर लगाएँ। अनि यसै गरी चलाउँदै भुट्ने, चलाउँदै अनि यसमा मैले ग्राइन्ड गरेर राखेको टोमेटो थियो साथीहरू, हेर्न सक्नुहुन्छ। अनि यो मैले टमाटर पनि त्यसैमा एड गरेँ ग्रेभीको लागि एड गरेँ। अनि हल्का पानी लगाएर त्यो खेर जान्छ नि त हजुरहरू। अनि त्यसलाई पनि मैले थोरै पानी लगाएर एड गरेँ।
स्वादअनुसार नुन लाउने अनि अघि त्यो नुन चाहिँ हामीले बैगनमा पनि लगाइसकेका छौँ अनि फेरि यहाँ पनि थोरै लाग्दैन कि भनेर हजुरहरूले चाहिँ ट्राई गरिवरी लगाउनु होला है त। अनि यसैमा मैले फेरि बैगनको भर्ता पनि एड गरेँ। ल हेर्नुहोस् है कस्तो राम्रो कलर आएको छ। यो हल्का बाफले चाहिँ राम्रो देखिएको छैन अनि मैले हालिसकेँ। यसै गरी अनि यसलाई अब चलाउने उल्टाइ पुल्टाइ उतिर पुतिर फर्काएर चलाउने अनि यसै गरी मजाले चलाउने। त्यो ग्रेभी चाहिँ मसलाहरू चाहिँ अझै बैगनमा चाहिँ मजाले पसोस् भनेर चाहिँ हामीले मजाले चलाउनुपर्छ है साथीहरू। यसै गरी हाम्रो बैगुनको भर्ता रेडी भयो अनि म खान चाहिँ रेडी बसेँ। हेर्नुहोस् मैले चाहिँ यसलाई टेस्ट गर्नेछु। आउनुहोस् है त हजुरहरूले पनि घरमा बनाएर ट्राई गर्न सक्नुहुन्छ यसै गरी है। अनि मैले चाहिँ ट्राई गर्नेछु। अनि बिहानको खाना पनि खाएको थिएन अनि बिहानको खाना खाँदै अनि काँक्रा काटेर राखेको छु। अनि कस्तो भयो ल म ट्राई गर्छु है त साथीहरू। अनि मैले चाहिँ खाएँ है मिठो भएको छ। मलाई चाहिँ मिठो लाग्यो। हजुरहरूले पनि यसरी नै घरमा बनाएर टेस्ट गर्न ट्राई गर्न सक्नुहुन्छ कस्तो हुन्छ साथीहरू। अनि हजुरहरूलाई कस्तो लाग्छ अनि मिठो भए नमिठो भए कस्तो लाग्छ तपाईँले मेरो च्यानलमा आएर फिडब्याक दिनु होला है त। अनि Thank you for watching my videos.